सोना निक्लिन्छ भनेर सोना यो नयाँ मोडलको आएको कुखुरा हो अनलाइनको यो त जङ्गलबाट आएको यो कुखुरा भनौँ कसको भन त के अरे यो मुस्लिम के अरे उसको घरको पत्तर छैन क्या सेरुहरू एक बार पनि हराएर त्यहाँ जङ्गलमा आफै पुग्यो त्यो त यो थियो के अरे ताड्की थियो यस्तो थिएन त ताड्की त्यो कालो खालको ताड्की हुन्छ नि हो त्यो कस्तो राम्रो थियो घरको कुखुरा भयो भने त चामल उमल खान्छ नि त पनि आउँछ नि घाँस खाँदैछ भात पनि खान्न खै सुरज खै अलिकति जङ्गल हिँड्ने ऊ गणेशको घर टट्टै कतिको माथि यता फर्किने नि कुखुरा खोज्न आयो त्यसले फेरि लगेर बिजुलीको घरतिर हिँड्यो हो यस्तै सेम यस्तै सेतो पनि थियो त्यो सेतै थियो टर्की हो त्यो ताड्की कालो उ त्यो न छिर्के मिर्के ताड बुट्टा हुन्छ सेतो सेतो छिट्के हुन्छ घाटी लामो हुन्छ त्यो कुखुरा चाहिँ किन पाल्छ मान्छेले खान्छ अरे हेर्नुलाई सो त्यो मुस्लिमको देशतिर त यो अहिले जुन देशको साउनले टेस्ट मारे नि तुर्की देशको टेस्ट पनि त्यो देशमा त्यही कुखुरा त्यो छ भनेर त तुर्की नाम ए यता फर्किने कुखुरा हेरौँ न त्यो चाहिँ के खाँदैछ डिप्रेसनमा गएको छ घाँस खान्छ तैँले त्यही भोलि जान्छौ नि लिएर जाऊ कुखुरा डिक्कीमा हालेर खानु सानु हुँदैन त्यसको कुखुरा त्यहाँबाट आएको के खानु छैन हाम्रो गाउँमा लगेर छोड्दैन कुखुराको भुत्ला पनि भेट्दैन बङ्गालीहरूले यता फर्के भनेको फर्किँदै फर्किँदैन मजाले टिकट भन्दै बस यहाँ कुखुरा लिएर बस देन न शेखर खुवाउँदै बसाइरहेको चाहिँ हाम्रो बारीमा छ हेर्नु हाम्रो घरमा आउँदैछ हामीले लिन्छु पैसा त्यो कनुवाले त छुकी पनि छैन हस्बेन्डले बोकेर हिँड्छ यसले त छुकी छैन अहिलेसम्म कस्तो मजा तिमी हाँस्छौ देख्यो भने कुखुरा पाल्छ यस्तो च्याप्पीसम्म चाहिँ यसरी धर्छ त एकछिन हेर कल्पना कति मजाले हो यी पनि भालेले च्याप्पी समाति भित्र पनि लिएर आयो त्यो मेरो भाले त्यसलाई छोड्दैन त्यसलाई रुँगेर दिले गरी बसिरहेको छ ऊ जान्दैन नि कतै अनि पानी आउँदै थियो त बिहान लिएर मैले यहाँ बाँध्दै थिएँ पानी आउँदै थियो त्यहाँदेखि लगेर फेरि यसो घरभित्र बाँधिदिएको थिएँ सेतो कुखुरा त्यही ढोकामा पुगेको थियो त्यहाँदेखि फेरि पछि लिएर यहाँ बाँधिदिएको थियो त्यहाँबाट चाहिँ छोडेकै छैन कति गोरी आइची